गाइज वेलकम टु माई भ्लग राम गोले तामाङ। अब सामु आज हामी यहाँ हिमाथान मन्दिरमा आएको गाइज। यतातिर बरिडाँडा, यतातिर खनिहार्का पर्छ हाम्रो घर यतापट्टि मन्दिरबाट यता। गाइज हामी अब फाइनली मासु भात खाएर फर्किन लागिरहेको छु होइन। हाम्रो यो मन्दिर भित्र आज हामी यहाँ पूजा गर्न आएको हो। फाइनली पूजा पनि गरियो आज। हाम्रो पुजारी बा यहाँ छ, पुजारी बा अनि दाई के अरे भाइ दाई यति राम्रो ठाउँ छ नि गाइजहरू। तपाईँहरू युट्युब च्यानलमा देख्न सक्नुहुन्छ। युट्युबमा गाइजहरू अब हामी फाइनल्ली अब मन्दिरमा दर्शन सकेर जान लागिरहेको छु। अनि अहिले भर्खरै घाम लाग्यो, घाम भाइ मलाई लाग्यो कहिले क्लिक लाग्यो। Very much. Very वर्षपछिको हाम्रो कामहरू सफल भएर हामीले आज पूजा पाठ गर्न सकायो। मासतिर जानु पऱ्यो, पुजारी बा हुनुहुन्छ है। ल त हामी मासतिर जाने हो। नमस्कार पुजारी बा, नमस्कार है, नमस्कार। बाई बाई मन्दिर। शिवभक्ति गरेका छ परमेश्वरी। फेरि भाग्यला दल भाग्यलाजी
सूर्यपति भूमिको साथ होस् परमेश्वरी, सधैँभरि साथ होस्। चाहे दुःखमा चाहे सुखमा तपाईँ नै साथ गरोस् परमेश्वरी। धन सम्पत्तिको लप्पे गर्दा बेला तपाईँ नै साथ होस्। गाईहरू फाइनल्ली ढुङ्गा ढुङ्गा पछि छ गाई यहाँ पनि छ। फाइनल्ली भाइ भाइहरू हुन्छ तर खडा देवी हो। खडा देवी परमेश्वरी सबैलाई परमेश्वरी घरद्वारमा परमेश्वरी चौरी चौबाई घोसाई कुण्डमा रखरी परमेश्वरी बाख्रा पाठामा रखरी पछि लाला बाला मेरीजनामा रखरी रखरी देव परमेश्वरी। पशु प्राणी चौपाईमा घोसाई कुण्डमा रखरी किलो हाम्रो बढाइदेऊ परमेश्वरी। खाराको गाडी नै गराइदियो झ्याइ झ्याइ गरिदियो क्षमा गरिदियो परमेश्वरी। भिर गन्धेर जोगाइदियो किलो राम्रो बढाइदियो।